हरिओम। यो भिडियो विशेष गरेर जापकहरूको लागि निकै नै उपयोगी सिद्ध हुनेछ। विशेष गरेर जो नित्य जप ध्यान पूजा पाठ आदि कर्म गर्नुहुनेछ उहाँहरूको लागि। यदि ज्ञान छैन भने कृपया यो भिडियो सेभ गरेर राख्नुहोला। म त्यस्ता केही संयोग तिथिहरू म भन्न गइरहेको छु जुन वर्षमा एक दुई पटक मात्र आउने गर्छ। पहिलोमा रहेको छ रविवारी सप्तमी, अर्थात् आइतबार पर्ने सप्तमी तिथिका दिन विशेष अन्य दिनहरूभन्दा विशेष योग रहेको हुनेछ। त्यस्तै गरी सोमबारे अमावस्या यानि कि सोमबारे औँसी, त्यसै गरी मङ्गलबार चतुर्थी, मङ्गल चौथी भनिन्छ हामीले। त्यसै गरी बुधबार पर्ने अष्टमी अर्थात् बुधाष्टमी। यी चार तिथिहरू जुन बारको संयुक्तमा आउँछ, संयोग योग भएर आउँछ, यी विशेष बारहरूको योगमा, त्यसले चाहिँ अन्य दिनहरूभन्दा निकै नै फलदायी हुने गर्दछ। र यहाँहरूको जानकारीको लागि यही वैशाख 7 गते सोमबार अक्षय तृतीया योग परेको छ, जुन निकै नै अक्षय, जसको कुनै क्षय नै नहुने खालको फलित हुने खालको योग रहेको छ। त्यसै गरी त्यसको अर्को दिन 8 गते मङ्गल चौथी पनि परेको छ। सबैले आउँदै गरेका यी दुई तिथिहरूको लाभ लिनुहोला। धन्यवाद।